प्रिय दर्शकहरू नमस्कार अनि सम्पूर्ण नेपाली जनसमुदायलाई बिन्ती र अनुरोध पनि गर्न चाहन्छु। दर्शकहरू, शास्त्र पढाउनेलाई र किताब पढाउनेलाई शिक्षक भनिन्छ भने मन पढाउनेलाई आत्मा पढाउनेलाई गुरु भनिन्छ। यो भनाइ यो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रशिक्षण कार्यक्रममा सुनेको भनाइ हो। मैले यस्ता भनाइहरू, यस्ता शब्दहरू नयाँ नेपाल निर्माणका लागि रविदाईको टिमले, राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो नयाँ एउटा नेपाली जनसमुदायलाई शिक्षित र सुशासन कायम गर्नको लागि नेपाली जनसमुदाय पनि शिक्षित हुनुपर्छ। नेपाली जनसमुदाय मात्रै होइन, नेपाली जनसमुदायलाई चुनेर पठाएका एउटा सांसद समेतलाई पनि शिक्षित गराउनु पर्ने। उहाँहरू धेरै पढे लेखेको भए पनि तर राजनीतिक विषयमा नौलो हुनुहुन्छ भनेर उहाँलाई पनि सिकाउनु पर्ने, पढाउनु पर्ने जस्तो उहाँलाई लाग्यो र उहाँले आत्माको कुरा प्रत्यक्ष रूपमा भन्नुभएको भिडियो मैले राख्न गइरहेको छु। उहाँले भनेका गहकिला शब्द राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कार्यकर्ताहरूलाई, एउटा पुराना दलहरूलाई, पुराना राजनीतिज्ञहरूलाई उहाँहरूले पनि देशको लागि आफूले सकेसम्म राम्रै योगदान दिनुभएको छ। होच्याएर एउटा टोल गरेर कसैले बोलिदिनु होला, यो हाम्रो संस्कार होइन भनेर सिकाउनु भएको छ। प्लस यो यस्तो संस्कारले गर्दाखेरि एउटा मतभेद बढ्ने, होइन, मनमुटाव बढ्ने, एउटा भित्रभित्रै आक्रोश पलाउने यस्तो किसिमको वातावरण सिर्जना हुने भएकाले उहाँले एउटा गुरुको रोल खेल्नु भएको छ। उहाँले जबदेखि नेपाल आएर काम थाल्नुभयो त्यहाँदेखिबाट नै उहाँले एक काममा उहाँको सफलता पनि मिलिरहेको छ। नेपाललाई अगाडि बढाउने दिशातिर गइरहनु भएको छ। तर केही नेगेटिभ तत्त्वहरूले राम्रो गर्नेलाई गर्न नदिने, आफ्नो नाम बनाउने, मैले गरेको भन्ने एउटा देखाउनुको लागि अहम घमण्ड देखाउने तत्त्वहरूले मात्रै उहाँलाई हर ठाउँमा सक्सेस हुन नदिने, सफल हुन नदिने। उहाँलाई अहिले रवि लामिछाने दाइले सफल हुन नदिनु भनेको नेपाललाई नै सफल हुन नदिनु हो भन्ने कुराको अहिले लगभग पुष्टि हुन गइरहेको छ, सङ्केत मिलिरहेको छ। त्यसैले अब सम्पूर्ण नेपाली जनसमुदायहरूलाई म के भन्न चाहन्छु भने अब यो देश, नेपाल देश अब नबनी कहिल्यै पनि बन्न सक्दैन। त्यसैले यो पटक आखिर त प्रतिपक्षले पनि चाहेको भनेको त्यही हो, त्यही सपना हो, नेपाल बनाउने हो, नेपाललाई सुशासन, समुन्नति, आर्थिक उन्नति, देश विकास र सुख शान्ति समृद्धितिरै लैजाने भन्ने सबैको एउटा मनोभावना त्यही नै हो। त्यही नै हो भने उहाँसँग मिलेर देशलाई कसरी हुन्छ, हाम्रो 35-40 वर्ष पछाडि परेको देशलाई विश्व दुनियाँमा हेर्नुहोस् कस्तो आविष्कार भइसक्यो, देशले कायापलट गरिसके। हाम्रो देश भने त्यही कुर्सी तानादानको खेलमा किन अल्झिरहने? अब यो कुरा सबैले बुझ्न जरुरी छ। कृपया बुझिदिनु होला र अबको यो अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई हातेमालो गरेर सहयोग गरेर सबैले जसले बनाए पनि बनाउने हाम्रो देश, हाम्रै देश बनाउने हो भन्ने एउटा मनोभावना लिएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गरेर प्रत्येक बच्चादेखि वृद्धसम्म सबै नेपालीहरू मिलेर स्वदेशदेखि देश विदेशसम्म छरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूले अबको सरकारलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोधसहित रवि दाइले गहन शब्द राखेर आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सांसदहरूलाई एउटा गुरुको रूपमा प्रशिक्षण दिइरहनु भएको यो भिडियो तपाईँहरू समक्ष राख्दै अहिलेलाई बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार। जय देश, जय घन्टी। देश परिवर्तन चाहन्छ, मुलुकले परिवर्तन खोजेको छ र मुलुकले र जनताले परिवर्तन चाहेपछि दुनियाँको कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन। मात्र सही समूह, सही नेतृत्व मात्र एउटा स्वतन्त्रता हुन्छ, एउटा अनुशासन हुन्छ, एउटा फ्रिडम र एउटा डिसिप्लिन। यस बीचको पातलो एउटा रेखा छ साथीहरु।
त्यो रेखालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। तपाईहरूको स्वतन्त्रता हनन गर्ने पार्टीको कुनै पनि उद्देश्य छैन। पार्टी सभापतिका रूपमा मेरो कुनै पनि आपत्ति छैन। तपाईँ स्वतन्त्रताको सदुपयोग गर्नुहोस्, तर अनुशासित भएर। अनुशासनका लागि पार्टीले आफूलाई स्थापित गराउँछ। पार्टीले अनुशासनका विषयमा तपाईँहरूलाई कडाइका साथ पालना गराउनेछ, किनभने परिवार ठुलो भएको छ। यही हलबाट तपाईँहरू भोलि मन्त्रीका रूपमा आसीन रहनुहोला। म तपाईँलाई स्पष्ट पार्न चाहन्छु, तपाईँले शक्ति आर्जन गरेर भोलि बजेटमा आफ्नो क्षेत्रमा बजेट सोरेर लानुभयो, कर्णालीलाई रुवाउनु भयो, मधेसलाई रुवाउनु भयो, सुदूरपश्चिमलाई रुवाउनु भयो भने त्यो विकास होइन। सिङ्गो देश विकास हुँदा चितवन अविकसित हुँदैन, मलाई थाहा छ। त्यसकारणले हाम्रो ध्यान सिङ्गो देशको विकासमा जाने हो, क्षेत्रगत कुरामा होइन। यद्यपि कतिपय क्षेत्रहरू अत्यन्त संवेदनशील हुन्छन्, कतिपय चिजहरू महत्त्वपूर्ण हुन्छन्। जिल्लामा कतिवटा पुल बने, मैले कतिवटा पुल लिएर गएँ, मैले कति किलोमिटर बाटो आफ्नो क्षेत्रमा पिच गरेँ भन्ने कुराले तपाईँलाई कीर्तिमानी बनाउँदैन। मैले अघि भने जस्तै कर्णालीमा बाटो पुग्यो कि पुगेन, कर्णालीमा अस्पताल बन्यो कि बनेन, कर्णालीमा सुत्केरी आमाले बाटोमा मृत्युवरण गर्न पर्यो कि परेन, मधेसमा भित्री मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन, स्वच्छ खानेपानी पुग्यो कि पुगेन, बालबालिकाहरूले पोषण पाए कि पाएनन्। विकासको सूचक यो हो। तपाईँ हामीले सोचेको विकास यही हुनुपर्नेछ। अर्को पटक मैले चुनावमा बाटो लगिनँ भने, मैले अर्को पटक चुनाव जित्दिनँ भनेर तपाईँ आजदेखि लाग्नुभयो भने मैले फेरि पनि राइट टु रिकलको व्यवस्थाको बारेमा सम्झना गराउनु पर्ने हुनेछ। साथीहरू, एउटा चुनावबाट अर्को चुनावका लागि होइन, एउटा पुस्ताबाट अर्को पुस्ताका लागि लडेका हौँ हामी। अर्को चुनाव जितौँ नजितौँ त्यो सरकारको विषय भएन, तर अर्को पुस्ताले हार्नु हुँदैन साथी हो। धेरै पुस्ताले हारिसकेपछि हामी एउटा आशा अपेक्षाको दियो बाल्न सफल भएका छौँ। यसलाई निर्णय नदिनु होला। सभापतिका रूपमा म तपाईँहरूसँग सधैँ छु। म लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्छु। वर्तमान व्यवस्था, वर्तमान संविधानप्रति प्रतिबद्ध छु। शासकीय स्वरूपमा सामर्थ्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ, तर वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन, डगमगाउनेवाला पनि छैन र यहाँहरूले पनि त्यसलाई डगमगाउन दिनुहुने छैन भन्ने मैले विश्वास लिएको छु। इतिहास रचनामा एउटा मान्छे, एउटा नेताको हात हुँदैन, एउटा पार्टीको हात हुँदैन। इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ। उहाँहरूका कयौँ व्यतिथिहरूप्रति हाम्रो प्रश्न हो, तर इतिहासले उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन। म ससम्मान इतिहासमा उहाँहरूले दिनुभएको योगदानका लागि उहाँहरू सबैलाई स्मरण गर्न चाहन्छु। पुराना राजनीतिक दल, पुराना सम्पूर्ण नेतागणहरूलाई म यही मञ्चबाट धन्यवाद दिन चाहन्छु र म यति भन्न चाहन्छु, इतिहास तपाईँले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ। हाम्रा अभिव्यक्तिहरूमा कुनै पनि राजनीतिक दल र विपक्षीहरूप्रति कटाक्ष भयो भने त्यो अनर्थ हुन जानेछ। आज विजयको उन्मादमा हाम्रा समर्थक साथीहरूले विजयी भएका कारण, अत्यधिक मत आएका कारण विपक्षीहरूप्रति विभिन्न माध्यमहरूमा, सञ्चार माध्यम लगायत सार्वजनिक माध्यमहरूमा जुन ढङ्गले अभिव्यक्ति दिइरहनु भएको कता कता देखिएको छ, त्यो कदापि स्वीकार्य छैन। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन। विजेता हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन, त्यो लोकतन्त्रको चरित्र होइन। त्यसकारणले हामीलाई माथि धेरै आरोप लागेको छ। आज तपाईँहरू सबैलाई साक्षी राखेर म यो आरोपलाई खण्डन गर्ने जिम्मेवारी तपाईँहरूको कानमा पनि बाँड्न चाहन्छु कि रासोपालाई प्राय अराजक छन्, रासोपा समर्थकहरू अत्यन्त धेरै असहिष्णु छन्, सामाजिक सञ्जालमा गाली गलोजमा उत्रिन्छन्, व्यक्तिगत गाली गलोजमा उत्रिन्छन्, छुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन्। त्यस किसिमको एउटा छवि बनेको छ। म सम्पूर्ण समर्थक साथीहरूलाई बताउन चाहन्छु, अब त्यसबाट बाहिर निस्कनुपर्छ। रासोपाले प्रशिक्षण गर्न पाएको छैन। 3 वर्षमा आक्रमण झेल्दै आएको रासोपाले आफ्ना सदस्य साथीहरूलाई राम्रोसँग प्रशिक्षित गर्न पाएको छैन। तर यही समाजका पात्रहरू भएको हुनाले तपाईँले समाजका विभिन्न तह र तबकामा लिनुभएको प्रशिक्षणले तपाईँको व्यक्तिगत आचरणलाई देखाउँछ। त्यसकारणले सम्पूर्ण रासोपा समर्थक साथीहरूलाई म जिम्मेवार भएर अभिव्यक्त हुन सामाजिक सञ्जाल, सामाजिक प्लेटफर्महरूमा, सार्वजनिक प्लेटफर्महरूमा अत्यन्त जिम्मेवार भएर प्रस्तुत हुनको लागि अनुरोध गर्न चाहन्छु। यो रासोपाले जितेको होइन, यो देशले जितेको हो। हामीले प्रमाणित गर्नुपर्छ। रासोपाको माध्यमबाट देशले जितोस् भनेर
आम नागरिकले हामीलाई भोट दिएका हुन्। त्यसकारणले यो जित केवल रासोपा समर्थक रासोपा भोटरको मात्र होइन, यो जित सम्पूर्ण देशको हुनुपर्नेछ। त्यसका लागि तपाईँ हामीले काम गर्नुपर्नेछ। अबको 5 वर्ष सहज हुनेवाला छैन। हिजोका सांसदहरूको जस्तै गतिविधि या हिजोका मन्त्रीहरूको जस्तै गतिविधि र तिनै निरन्तर त्यही चिजको निरन्तरता यो हो भन्ने जो कोहीलाई परेको छ भने कृपया त्यो होइन। अति संवेदनशील समयमा अत्यन्त धेरै मेहनत गर्नुपर्ने समयमा हामी उभिएको हुनाले फेरि पनि तपाईँहरूलाई मेहनतका साथ अगाडि बढ्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अन्त्यमा निर्वाचन जित्नका लागि पार्टीका विभिन्न तह र तब्कामा रहेर काम गर्नुहुने सम्पूर्ण साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। समानुपातिक साथीहरूलाई कतिपय मानिसहरूले तिमीहरू त समानुपातिक हौ, प्रत्यक्ष होइनौ भनेर अलिकति फरक ढङ्गले हेर्न खोजेको देखिन्छ। म त्यसलाई विभेद भन्छु। म त्यस्ता विभेद पार्टीभित्र नहोस् भन्ने चाहना राख्न चाहन्छु। चाहे प्रत्यक्षमा रहेका हुन् चाहे समानुपातिकमा रहेका हुन्, सबैले आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरेका छन्। कतिले चुनाव जित्नका लागि भूमिका निर्वाह गरे भने अब संसदमा गएर ती साथीहरूले आफूलाई अझ बढी अब्बल प्रमाणित गर्नुहुनेछ। हरेक पेसा, व्यवसाय, क्षेत्र, लिङ्ग सबैको प्रतिनिधित्व गरेर विशाल राष्ट्रपा परिवारमा आउनुभएका तपाईँ साथीहरूलाई सुपर लास्ट एउटै कुरा के भन्छु भने हामी समय र परिस्थितिले एक ठाउँमा जोडिएका हौँ। हामी यो राजनीतिक दल थिएन, हामी यहाँ गोलाकार हुने थिएनौँ भने अलग किसिमका मानिसहरू थियौँ। हाम्रा साथीभाइ अलग थिए, हाम्रो सङ्गत अलग थियो, हाम्रो काम अलग थियो, हाम्रो पेसा अलग थियो। तर परिस्थितिले हामीलाई यहाँ हामीलाई जोडेको हो। जोडिसकेपछि एज अ टिम प्लेयर एउटा सामूहिक खेलाडीका रूपमा तपाईँ हामीले काम गर्नुपर्नेछ। व्यक्तिगत रूपमा कसैको आचरण, बानी व्यवहार, स्वभाव हामीलाई मन पर्नु नपर्नु बेग्लै कुरा हो। तर यतिखेर हामीले हेर्ने भनेको देशको संविधान हो, संसदको नियमावली हो, पार्टीको विधान हो। तपाईँलाई व्यक्तिगत जीवनमा जुन किताब पढ्न मन लाग्छ पढ्नुहोस्, तर हामीले पढ्ने यिनै किताबहरू हुन्। यिनै किताबभित्र हामी एकबद्ध भएर देशको संविधान मानेर, पार्टीको विधान मानेर, विभिन्न नियमावलीको अधीनमा रहेर एकै ठाउँमा एउटा टिम भएर काम गर्नुपर्नेछ। त्यसकारणले व्यक्तिगत इच्छा आकाङ्क्षा, व्यक्तिगत लाइक डिसलाइक, व्यक्ति मनपर्ने मन नपर्ने कुराहरू गौण रहन्छन्। मैले अघि पनि भने तपाईँको चाहना, तपाईँको सपनाको भारी यो देशले बोक्ने होइन, वर्षौँदेखि यो देशले देखेको सपनाको भारी तपाईँ हामीले मिलेर बोक्ने हो। कयौँ व्यक्तिगत जीवनमा मन नपरेका साथीहरू पनि कता कता घुम्दै फिर्दै यहीँ आएर ठोकिएका पनि हुन सक्दछौँ। यतिखेर हामीले आफ्नो विवेकको अत्यधिक प्रयोग गरेर मुलुक र जनताप्रति वफादार, इमान्दार र जिम्मेवार भएर काम गर्नुपर्नेछ। म यहाँहरूको सुखद राजनीतिक भविष्यको शुभकामना अभिव्यक्त गर्न चाहन्छु। फेरि पनि निर्वाचनलाई यति ठुलो परिणाममा ल्याउनका लागि काम गर्नुहुने पार्टीको अग्रपङ्क्तिमादेखि अन्तिम पङ्क्तिसँग काम गर्नुभएका सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु। मतदाता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो देशका निजी क्षेत्रलाई म आश्वस्त पार्न चाहन्छु कि तपाईँहरू कहीँ कतै पनि विचलित नहुनुहोला। तपाईँहरूले निर्धक्कसँग काम गर्न सक्ने वातावरण हामी बनाउँछौँ। विदेशमा लगानी ल्याउनको निमित्त विदेशमा रहेका नेपाली डायस्पोराका साथीहरूलाई म यही मञ्चबाट आह्वान गर्न चाहन्छु, आउनुहोस्, मिलेर काम बनाऊ। देश निर्माणको यो महान अभियानमा तपाईँहरूको साथ हामीलाई चाहिएको छ। सँगै मिलेर हामी थिति बसाल्ने सङ्कल्प गर्न सक्छौँ। अन्तर्राष्ट्रिय समुदायलाई पनि म यति भन्न चाहन्छु कि नेपाल लगानी गर्नका लागि सुरक्षित देश छ। तपाईँ र तपाईँको लगानी यो देशमा सुरक्षित हुन्छ। निर्धक्क हुनुहोला, कुनै किसिमको बाधा अडचन हुने छैन। तपाईँलाई कुनै अमुक नेता वा पार्टीले संरक्षण गर्दैन, तपाईँलाई देशको नीतिले, हाम्रो नीतिले संरक्षण गर्नेछ। नीतिगत रूपमा तपाईँ हामी संरक्षित हुनेछौँ। देशको विश्वविद्यालयहरूले काँचुली फेर्नुपर्नेछ, उद्योग कल कारखाना चल्नुपर्ने हुनेछ, देशमा कामधन्दा निरन्तर चल्नुपर्नेछ, इम्प्लोइमेन्ट क्रिएट गर्नुपर्नेछ। यी व्यापक जिम्मेवारीहरू पुरा गर्नको निमित्त हामी सक्षम भएर काम गर्नेछौँ। मुलुक नयाँ मान्छेहरूको हातमा गयो, कहीँ अप्ठ्यारोमा पर्छ कि लोकतन्त्र पो खतरामा पर्छ कि कहीँ कतै अलिकति अधिनायकवाद आउँछ कि जस्ता जुन शङ्का, भ्रम या आशंकाहरू कहीँ कतै भएको छ, म सबै चासो राख्ने, सरोकार राख्ने सबैलाई बताउन चाहन्छु कि मुलुक राम्रो हातमा छ। वी विल ह्यान्डल इट विथ केयर। हामी यसलाई एकदमै केयरफुल्ली, यो जनताले दिएको मतलाई अत्यन्त प्रेमका साथ, अत्यन्त सौहार्दका साथ, करुणाका साथ र अत्यन्त चनाखो भएर हामी काम गर्नेछौँ। सुशासनमा नयाँ मानक स्थापना हुनेछ र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हामी निरन्तर लिएर जानको निमित्त अहोरात्र काम गर्नेछौँ। हस्, फेरि पनि यहाँहरूलाई यो उपस्थितिका लागि, यो विजयका लागि र यो प्रतिबद्धताका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ हामी सबैको जय होस्। जय देश, जय गणतन्त्र।